अत्यन्तै दुःखद खबर, आगोलागी हुँदा घर जलेर नष्ट। प्युठानको गाउँमुखी गाउँपालिका वडा नम्बर 4 जाडा गाउँमा आज दिउँसो भएको आगोलागीबाट स्थानीय दिलबहादुर सुनारको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। दिउँसो करिब 2 बजेको समयमा भएको आगोलागीबाट घरभित्र रहेका अन्नपात, महत्त्वपूर्ण कागजात लगायत अन्य सम्पूर्ण सामग्रीहरू जलेर पूर्ण रूपमा नष्ट भएका छन्। वार्ड अध्यक्ष धनीराम सुनारका अनुसार घरको हेरचाहका लागि विवाहित छोरीहरूलाई छोडी लीलाबहादुर उपचारको क्रममा भारत रहेको र छोरीहरू वनमा गएको बेलामा 4 वर्षीय नातिनीले आगो लगाउँदा यस्तो दुर्घटना हुन पुगेको उहाँले बताउनु भएको छ। आगो लागिबाट भएको विस्तृत विवरण आउन बाँकी रहे पनि घरमा रहेको सबै वस्तु जलेर नष्ट हुँदा सुनारको परिवारलाई लाखौंको नोक्सानी भएको अनुमान गरिएको छ। वार्ड अध्यक्ष धनीराम सुनारले दिएको जानकारी अनुसार लीलबहादुरको परिवार उपचारको क्रममा भारतमा रहेको, विवाह गरेकी छोरी र नातिनीलाई घर हेरचाहका लागि राखिएको, छोरी आफ्नै 4 वर्षीय छोरीलाई घरमा अन्य केटाकेटीहरूसँग छाडेर घाँस दाउराका लागि वनमा गएको, 4 वर्षीय छोरीले आगोसँग खेल्ने क्रममा घर जलेर नष्ट भएको पाइएको छ।